साथी हो अहिले हामीहरू गाडीमा फोन चार्ज गर्दाखेरि नर्मल केबल भनेको यस्तो खालको छ होइन, ठ्याक्कसँग लगाइदिने चार्ज हुन्छ। चार्ज त हुन्छ, काम दिन्छ होइन, तर तपाईँले म्याप सप हेर्नु पऱ्यो भने त यो फोन त बोकिरहनु पऱ्यो नि त होइन हातमा। त्यसको लागि चाहिँ मैले सल्युसन लिएर आएको छु होइन। यो देख्न सक्नुहुन्छ, यो चाहिँ वायरलेस कार माउन्ट पनि हो प्लस चार्जर पनि हो होइन। यसको काम चाहिँ के हो तपाईँहरूलाई म देखाउँछु होइन। ठ्याक्कसँगले यो नेरी थिच्दिने यसलाई होइन, यो ओपन हुन्छ यसको आर्म। अनि यो फोन राखिदिएपछि यो आफै क्लोज हुन्छ क्या होइन। अनि चार्ज हुन्छ, देख्नु नि चार्ज हुन्छ होइन। र यसको फाइदाको कुरा गर्ने हो भने होइन, टक्कसँगले फोन तपाईँले त्यहाँ राखिदिनुहुन्छ नि, तपाईँको यो लङ टुर हिँड्दा ओर्दा हल्लिँदैन भनौँ न। अहिले चाहिँ मैले यसको यो माउन्ट गरेको छुइनँ, अर्कै गाडीमा लाउन आँट्यो, तर यो भिडियो पर्पजको लागि मात्रै तपाईँहरूलाई मैले देखाएको। अब भने नि यो चाहिँ तपाईँको ठ्याक्कै यहाँ ओपन गरेपछि जुनै फोन पनि, जत्रै फोन पनि, आइफोन भयो, स्यामसङ भयो, जुनै फोन पनि लगाएर गर्न मिल्छ। वायरलेस होइन, वायरलेस यो चाहिँ वायरलेस छ। तपाईँको यहाँनिर मुनि ग्लु आउँछ, त्यहाँनिर टाल्ने, ठक्क लगाएर टाल्दा हुन्छ। र अहिले यो सेलमा पनि छ, तपाईँहरूलाई लिन मन लाग्यो भने म लिङ्क मुनि राखिदिन्छु। गाडी छ र तपाईँ फोन चार्ज गर्न मन छ र यो माउन्ट पनि चाहिएको छ अल टुगेदर भने यो प्रडक्ट धेरै राम्रो छ। लिन मन लाग्यो भने म मुनि लिङ्क छ, ठ्याक्कसँग थिचेर किन्न मिल्छ है त। धन्यवाद।